म पनि यो भिजामा आउन लागेको हैन। अब रिसाइकल कम्पनीमा त्यसपछि महिनाको चाहिँ 2 लाख रुपैयाँ चाहिँ सेभिङ हुन्छ भनेको छ, 15 लाख रुपैयाँ मागेको छ भनेर भन्नुभएको छ। दाजु म पनि यो भिजामा आउन लागेको, कन्सल्टेन्सीले चाहिँ 13 लाख रुपैयाँ मागेको छ। के 13 लाख तिरेर आउँदाखेरि चाहिँ उचित होला त? दाइ हामी जाने भनेको त के अरे अफिसियल वर्कको लागि हो होइन र हैन? तर अब हामी जाने चाहिँ अहिले चाहिँ फिजिकल वर्कको लागि हो। त्यसैले चाहिँ पछि चाहिँ अब भिजा रिन्यू गर्दाखेरि चाहिँ समस्या हुन्छ कि हुँदैन, वहाँ गएर चाहिँ अर्को कम्पनी चेन्ज गर्न मिल्छ कि मिल्दैन, र पछि चाहिँ डिपेन्डेन्टमा लान मिल्छ कि मिल्दैन यो भिजामा भनेर पनि क्वेसन गर्नुभएको छ है त। Birendra Vlogs. हेलो एभ्रिवान, नमस्ते फ्रम जापान। मेरो नाम वीरेन्द्र भुजेल हो र योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले ब्याचलर भिजा अर्थात् गिजुनकोको भिजाको बारेमा चाहिँ भिडियो राखेको थिएँ। त्यसमा चाहिँ धेरै कमेन्टहरू चाहिँ आएको थियो। अझै पनि नेपालमा बस्नेहरू जो चाहिँ जापान आउन चाहनेहरू चाहिँ एकदमै कन्फ्युज हुनुहुँदो रहेछ। सो के हो अझै राम्रोसँग बुझ्न चाहनुहुँदो रहेछ हैन। र धेरै कमेन्टहरू गर्नुभएको थियो। उहाँहरूकै कमेन्टलाई फलो गरेर उहाँहरूकै कमेन्टको चाहिँ रिप्लाई दिनको लागि चाहिँ मैले यो भिडियो बनाएको हो। र ब्याचलर भिजा अर्थात् गिजुनकोको भिजाको बारेमा चाहिँ ठ्याक्क के हो त खास यो कुराहरू चाहिँ अझै डिटेलमा चाहिँ तपाईहरुलाई म भन्दैछु। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। तपाईहरु यदि जापान आउने सोच गर्दै हुनुहुन्छ, ब्याचलर भिजामा आउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियोले तपाईहरुलाई केही न केही पक्कै पनि सपोर्ट गर्नेछ। सो नेपालमा त हामीले पहिला सुरुमा चाहिँ ब्याचलर भिजाको बारेमा कुरा गर्दा हामीले नेपालमा चाहिँ ब्याचलर भिजा भनिन्छ। र यदि तपाईं जापान आइसकेपछि तपाईं चाहिँ कुन भिसामा आउनुभएको, केमा आउनुभएको भनेर कसैले सोध्यो भने तपाईले ब्याचलर भिजा भन्यो भने कसैले पनि बुझ्दैन के भनेको यो भन्ने कुरो हुन्छ हैन। सो त्यसैले चाहिँ अब सकेसम्म गिजुनकोको भिजामा आएको भनेर भन्नु, अब त्यसरी चाहिँ बुझिन्छ हैन। सो मेन हाम्रो गिजुनकोको भिजा चाहिँ कस्तो हुन्छ नि, हामी चाहिँ खास इन्जिनियरिङ भिजा जस्तोमा आएको हुन्छौँ के। अब हामी यदि एयरपोर्टमा आइसकेपछि हाम्रो जायरु कार्ड बन्दाखेरि चाहिँ त्यहाँ स्ट्याटसमा चाहिँ इन्जिनियरिङ भनेर लेखेको हुन्छ के खास। अब हाम्रो यो ब्याचलर भिजा अर्थात् गिजुनकोको भिजामा आइसकेपछि चाहिँ अब हाम्रो काम भनेको त टक्क त्यो इन्जिनियरिङ स्ट्याटस हुन्छ, त्यही अनुसारको काम हुनुपर्ने हो। तर अब हाम्रो चाहिँ त्यस्तो काम हुँदैन। यहाँ चाहिँ हामीले मेन पाउने भनेको चाहिँ केटा मान्छेहरूले चाहिँ अब रिसाइकलमै हो काम चाहिँ मेन। जसलाई जहाँ गएर बुझे पनि रिसाइकलहरुमा अनि यस्तै अब आउटडोर हुन्छ कि धेरै जस्तो कामहरु चाहिँ अब पेन्टिङहरुमा नि त्यस्तोमा नि पाउँछ कामहरु हैन। अब त्यही हो रिसाइकल मेन भनेको चाहिँ रिसाइकल अनि पेन्टिङहरु यस्तो पुरा बाहिर हिँडिराख्नु पर्ने। अनि कतिले चाहिँ होटलहरुमा पनि काम गरिराखेको हुन्छ। मेन पाउने कामहरु चाहिँ यही हो। त्यसपछि कामहरु चाहिँ यो भइहाल्यो। अब रिसाइकल पनि थरीका हुन्छन्। अब कोही फलामको हुन्छ, तामा पित्तल हैन। अब यस्तै अब ठुलठुलो एसीहरु खोल्ने त्यस्तै सामानहरु मेसिनहरु खोल्ने त्यस्तै पनि हुन्छ। अब कसैको प्लास्टिक फ्याक्ट्री पनि हुन्छ हैन। अब रिसाइकल पनि हेरी हुन्छ। अब यहाँ चाहिँ कस्तो छ भने अब रुम कुनै कम्पनीले चाहिँ रुम दिन्छ, कुनै कम्पनीले रुम दिँदैन। त्यस्तै कुराहरु यस बारेमा पनि भिडियो बनाउनु भन्नुभएको थियो। त्यो पनि म पछि कस्तो हुन्छ त यहाँ जापानको लाइफ भनेर पनि यो भिडियो बनाउने छु यसको बारेमा। र अहिले मेन कुराहरु चाहिँ कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ एकदमै ब्याचलर भिसामा आउनेको चाहिँ लर्को छ के सो जापानमा। अनि धेरै मान्छेहरुको पनि बिजोग भएको पनि छ। अब त्यही भएर एकदम बुझेर आउनु भन्न चाहन्छु। र अब भिडियोको मेन च्याप्टरतिर आम है, मेन स्टोरीमा आम है त। भिडियोको चाहिँ मेन स्टोरीमा के भन्दाखेरि चाहिँ मैले हालेको अघिल्लो भिडियोमा धेरै कमेन्टहरु आएको थियो र त्यो कमेन्टहरु अझै पनि मान्छेहरु अझै कन्फ्युज छन् के हो कसो भनेर राम्रोसँग बुझ्नु भएको छैन नि त। त्यही तपाईहरुले गरेको कमेन्टको आधारमा चाहिँ मैले त्यही कमेन्टहरुको चाहिँ अब क्वेशनको चाहिँ आन्सर दिन खोजेको खास। र कमेन्टहरु चाहिँ अब सुरु गरौँ है। तपाईहरुको कमेन्ट चाहिँ के कस्तो थियो। अब कमेन्ट तर्फ जाँदा चाहिँ धेरैको क्वेशन चाहिँ के थियो भने अब ब्याचलर भिजामा आउँदाखेरि चाहिँ कन्सल्टेन्सीले यति लाख मागेको छ हैन। अब यति लाख चाहिँ यति लाख सेभिङ हुन्छ मन्थको, यति लाख कमाइन्छ, त्यही भएर तपाईको यति लाख रुपैयाँ लाग्छ भनेर भनेको छ। के यति लाख तिरेर चाहिँ जापान आउँदा उचित होला भनेर क्वेशनहरु पनि त्यस्तो गर्नुभएको थियो हैन। अब त्यही त तपाईको स्यालेरीको बारेमा अनि कम्पनीहरुको बारेमा पनि हल्का मैले आफूले जानेको बुझेको कुराहरुको रिप्लाई चाहिँ दिने कोसिस गर्छु। र सुरुमा फर्स्टमा चाहिँ यो कमेन्ट हेरौँ है त। यहाँ चाहिँ दिलीप चौलागाईले चाहिँ कमेन्ट गर्नुभएको छ, दाजु म पनि यो भिजामा आउन लागेको,
कन्सल्टेन्सीले चाहिँ 13 लाख रुपियाँ मागेको छ। के 13 लाख तिरेर आउँदाखेरि चाहिँ उचित होला त यो भिजामा भनेर क्वेसन गर्नुभएको छ हैन। सो यो भिजाको कुरा गर्दाखेरि त खासै खर्च चाहिँ लाग्दैन है त। यदि हामीले जापान आएपछि तपाईँले पनि बुझ्नुहुन्छ खासै केही खर्चै लाग्दैन यो। तर अब नेपालमा चाहिँ अब हामीले चाहिँ केही गर्नै सकिन्न र आफूले केही गर्न नसकिने भएपछि चाहिँ हामीले बाध्यताले नै अब एजेन्टलाई चाहिँ पैसा तिर्नुपर्छ, कन्सल्टेन्सीलाई पैसा तिर्नुपर्छ हैन। सो अहिले अझै तपाईँलाई 13 लाख मागेको छ भने नेपालमा चाहिँ त्यो ठिकै नै हो, किनभने अरूले चाहिँ 16-17 लाखसम्म तिरेर आएको पनि मान्छे छन् र कतिलाई चाहिँ अब भिजा बढी आयो, कसैको चाहिँ 1 वर्षको भिजा आउँछ भने कसैको 3 वर्षको हैन। अब 3 वर्षको भिजा आयो भने चाहिँ भिजा धेरै आएको छ तेरो, तैँले 1 लाख 2 लाख रुपियाँ थप्नुपर्छ भनेर पनि त्यसरी पैसा लिएको पनि छन्। र यो कुराहरू हेर्दा र मान्छे धेरै अरू मान्छेहरूको कुरा बुझ्दाखेरि चाहिँ अब 13 लाख त अब नेपालमा अब त्यति नतिरे त अब आउँदैन, पठाउँदैनन्, प्रोसेसै गर्दिनन् भनौँ न। त्यो त अब हामीले बाध्यताले नै तिर्नुपर्छ। 13 लाख रुपियाँ भनेको छ भने चाहिँ अब ठिकै नै हो भनौँ। अब त्यहाँभन्दा त अब हामीले यहाँ भन्न बाहेक केही नै गर्न सकिन्छ र हैन। त्यति तिरेर आउँदा हुन्छ। तपाईँले राम्रो कम्पनी पाउनुभयो भने 1 वर्षमा चाहिँ 13 लाख रुपियाँ चाहिँ मजाले तिर्न सक्नुहुन्छ है त। अर्को कमेन्ट छ समय राईको। समय राईजीले चाहिँ लेख्नु भएको छ कि म पनि यो भिजामा आउन लागेको हैन, अब रिसाइकल कम्पनीमा। त्यसपछि महिनाको चाहिँ 2 लाख रुपियाँ चाहिँ सेभिङ हुन्छ भनेको छ, 15 लाख रुपियाँ मागेको छ भनेर भन्नुभएको छ। अब यो पैसाको कुरा त अघि नै मैले गरेँ, त्यो तपाईँको आफ्नो विचार हो। हामीले त उनीहरूले जति मागेको त्यति नदिएसम्म हाम्रो काम अगाडि बढाउँदैनन्। अब हामीले चाहिँ बाध्यताले नै पैसा चाहिँ त्यति उनीहरूले मागेको दिनै पर्छ, नत्र हाम्रो कामै हुँदैन, हामी आउनै सकिन्न हैन। अब ठिकै छ, राम्रो कम्पनी पर्यो भने 1 वर्षमा त्यो पैसा तिरिन्छ पनि हैन। त्यसपछि अब तपाईँको कुरा गरौँ स्यालेरी हैन, यति महिनाको यति सेभिङ हुन्छ भन्ने कुरामा चाहिँ अब हामी ब्याचलर भिजामा आउँदाखेरि चाहिँ हाम्रो स्टार्टिङ स्यालेरी भनेको चाहिँ 1,80,000 देखि अब राम्रो कम्पनी पर्यो, ओभरटाइम दियो भने, ओभरटाइम दिने कम्पनीहरू पर्यो भने चाहिँ त्यही हो तपाईँको 24 मान अर्थात् 2,40,000 हुनसक्छ एकदम हैन स्टार्टिङमा। अहिले पछि भनेको कुरा त राम्रो कम्पनी पर्यो भने यहाँ 3-4 लाख खाने मान्छेहरू पनि छन् होला। तर कोही चाहिँ अब त्यो ओभरटाइम पनि नदिने त्यस्तै कम्पनीहरू परेर त्यही 2 लाखसम्म अड्केरै बसिरहेका मान्छेहरू पनि छन्। अहिले एकदम ब्याचलर भिसामा आउने लहरको चलिरहेको छ। अनि त्यसपछि काम नपाएर मान्छेहरू त्यत्तिकै बसेका पनि छन्। यो विषयमा पनि अलिकति बुझ्नु होला। र स्यालेरीको बारेमा मैले भने नि त 18 मानदेखि धेरै भनेको 24 मानसम्म हुन्छ अहिले। त्यसपछि तपाईँको ट्याक्स, इन्सुरेन्स, अब त्यो पेन्सनहरू हैन, त्यो ट्याक्स काट्दाखेरि केही नभए 40,000 रुपियाँ ट्याक्स काट्छ तपाईँको। त्यसपछि 30 देखि 40,000 रुपियाँ तपाईँले खानाको लागि छुटाउनै पर्यो, एकदम महँगो छ हैन। त्यसपछि तपाईँको मोबाइल, यदि तपाईँ यहाँ आइफोन लिन्छु, नयाँ मोबाइल लिन्छु भन्नुभयो भने केही नभए नि 5,000 10,000 रुपियाँ त तपाईँको मन्थली मोबाइलको खर्च आइहाल्छ हैन। नि मोबाइल नलिए पनि अब नेटको डाटाको लिए नि 6-7 हजार त त्यस्तै आइहाल्छ। त्यसपछि तपाईँको रुम दिन्छ कि दिँदैन भन्ने कुरो हुन्छ। रुम दियो भने त ठिकै छ, नत्र रुम पनि दिएन र रुम चाहिँ कम्पनीले खोजिदियो अनि रुमको पैसा चाहिँ आफैले तिर्न पर्यो भने केही नभए नि 15-20 हजार रुपियाँ त्यहाँ लाग्छ। त्यसपछि पानी, बत्ती, ग्यासको पैसा छुट्टै छ हैन। त्यसपछि कहिलेकाहीँ एक्स्ट्रा खर्च हुनसक्छ आफ्नो, त्यो खर्च पनि छुटाएर राख्न पर्यो, केही नभए नि 10-20 हजार त। भनेपछि यताउता गर्दा केही नभए नि 1 लाखदेखि 1,20,000सम्म चाहिँ हाम्रो खर्च हुन्छ 1 महिनामा हैन। यति कुरा बुझ्नु। भनेपछि तपाईँको 2 लाख रुपियाँ ल राम्रो ठिकै छ भने 2 लाख रुपियाँ स्यालेरी दियो भने पनि 1 लाख रुपियाँ त चोखो जान्छ चुतिया गरेर भयो भने 1 लाख रुपियाँ चाहिँ हाम्रो जसै जाने भयो। अब आफै विचार गर्नु 2 लाख रुपियाँ जोगिन्छ कि 1 लाख रुपियाँ जोगिन्छ, आफै विचार गर्नु। एकदम महँगो छ, हामीले सोचे जस्तो छैन। हामीले नेपालमा बसेर देखेको जापान र जापानमै आएर यहाँ जापानमा देखेकोमा एकदमै फरक छ। त्यसैले चाहिँ आफैले विचार गर्नु होला है यो कुरामा चाहिँ। अब धेरैजनालाई बुझ्नु, सोच्नु, अब आफन्तहरू छन् भने पनि बुझ्नु। तपाईँको 3 लाख रुपियाँ 4 लाख रुपियाँ स्यालेरी त तपाईँलाई स्टार्टिङमा त कसैले पनि दिँदैन। अब यहाँ मान्छेको कमी पनि छैन अहिले जापानमा। यस्तो विदेशीहरू आउने एकदमै
लर्को छ। चाइनिजहरू, इन्डोनेसियनहरू एकदमै धेरै छन्। यहाँ इन्डोनेसियनहरूले त अझै पनि कम स्यालेरीमा चाहिँ काम गरिरहेका छन्। सो मैले काम गर्ने कम्पनीमा नि 1,60,65,000 छ इन्डोनेसियनहरूको स्यालेरी भने। हाम्रो चाहिँ त्योभन्दा बढी नै छ नेपालीको होइन। अब त्यस्तै छ। त्यही भएर मान्छेको कमी छैन, उनीहरूले त्यही भएर मान्छे जति पनि पाइन्छ त्यही भएर त्यस्तो धेरै स्यालेरी अहिले चाहिँ तपाईँले एक्सपेक्ट नगर्नु कि 2-3 लाख कमाउँछु। तपाईँको 2 लाख सेभिङ हुनलाई त केही नभए नि तपाईँको स्यालेरी 3,20,000 त हुनै पर्यो होइन। यही हो कुरा। अब आफै विचार गर्नु 15 लाख तिरेर आउन उचित हुन्छ कि हुँदैन। तपाईँले सेभिङ गर्ने भनेको एकदम म्याक्स तपाईँले सेभिङ गर्नु भने 1,50,000 चाहिँ तपाईँले जोगाउन सक्नुहुन्छ यदि राम्रो कम्पनी पर्यो, ओभरटाइम दिने कम्पनी पर्यो भने है त। ओके, र अब हामी चाहिँ अर्को कमेन्टतर्फ जाऊँ। यहाँ चाहिँ लेख्नु भएको छ स्यामीले चाहिँ लेख्नु भएको छ, दाइ हामी जाने भनेको त के अरे अफिसियल वर्कको लागि होइन र होइन। तर अब हामी जाने चाहिँ अहिले चाहिँ फिजिकल वर्कको लागि हो। त्यसैले चाहिँ पछि चाहिँ अब भिजा रिन्यू गर्दाखेरि चाहिँ समस्या हुन्छ कि हुँदैन भनेर चाहिँ क्वेसन गर्नुभएको छ। अब त्यस्तो हुँदैन। यदि तपाईँ जुन कम्पनीमा जाँदै हुनुहुन्छ त्यो कम्पनीमा जानुभन्दा पहिला चाहिँ एउटा कुरा चाहिँ के बुझ्नु भने त्यो कम्पनी चाहिँ भिजा सपोर्ट गर्ने कम्पनी हो कि होइन, त्यो कम्पनीले चाहिँ भिजा सपोर्ट गर्छ कि गर्दैन भनेर चाहिँ बुझ्नु। अब तपाईँ त्यत्तिकै त कम्पनीले तपाईँलाई लाँदैन, तपाईँको एजेन्टसित कुरा गरेर एजेन्टले तँलाई यो कम्पनीमा पठाउने हो भनेर भनेको हुन्छ। त्यही बेला चाहिँ अब एजेन्टसित कुरा गर्नुहोस् होइन, यो भिजा सपोर्टिङ कम्पनी हो कि होइन, यसले चाहिँ पछि मेरो भिजा रिन्यू गर्नको लागि चाहिँ के सपोर्ट गर्छ कि गर्दैन या म आफैले गर्नुपर्ने भनेर बुझ्नु होइन। अब त्यस्तो भिजा रिन्यू गर्नको लागि चाहिँ तपाईँको डकुमेन्ट यदि रियल छ, यदि डकुमेन्टमा कुनै समस्या छैन, तपाईँले यहाँ आएर कुनै रुल्सहरू ब्रेक गर्नुभएको छैन, सबै रुल्सहरू फलो गर्नुभएको छ होइन, त्यस्तो नराम्रो केही उस छैन भने चाहिँ त्यस्तो समस्या हुँदैन। मजाले नै भिजा चाहिँ तपाईँको रिन्यू हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ भिजा चाहिँ तपाईँको रिन्यू हुन्छ। यदि कम्पनीले भिजा सपोर्ट गर्ने कम्पनी छैन भने पनि आफैले पनि गर्न सकिन्छ। तर अब हामी सुरुमा चाहिँ केही बुझिन्न, केही थाहा हुँदैन नि त। त्यही भएर अब कस्तो ठाउँमा परिन्छ भन्ने पनि हुन्छ। त्यसैले अलिकति आफैले गर्न पर्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ केही बुझिन्न बुझ्नलाई। तर अलिकति सुरुमा चाहिँ आफू त्यो कम्पनीमा जानुभन्दा पहिला आफ्नो एजेन्टलाई चाहिँ यो कम्पनीले चाहिँ भिजा सपोर्ट गर्ने कम्पनी हो कि होइन भनेर चाहिँ तपाईँहरूले एकचोटि बुझ्नु है। सकेसम्म चाहिँ भिजा सपोर्ट गर्ने कम्पनीमा गयो भने सबै कामहरू कम्पनीले गरिदिन्छ, हामीले डकुमेन्ट मात्रै दिने हो। त्यसैले गर्दाखेरि चाहिँ भिजा सपोर्ट गर्ने कम्पनी पऱ्यो भने चाहिँ राम्रो हुन्छ। यति कुरा चाहिँ ढुक्क हुनु कि भिजा चाहिँ मजाले रिन्यू हुन्छ यदि तपाईँले सबै रुल्सहरू फलो गर्नुभएको छ, ट्याक्सहरू तिर्ने टाइममा तिर्नुभएको छ होइन भने चाहिँ तपाईँको भिजा चाहिँ मजाले रिन्यू हुन्छ। अब यहाँ तपाईँको कतिको यहाँनिर चाहिँ के भएको छ भने कसैको चाहिँ अब डकुमेन्टहरू त्यस्तै नमिलेर होइन अलिकति शङ्कास्पद लाएर अनि केही रुल्सहरू ब्रेक गर्ने त्यस्तो मान्छेहरूको चाहिँ भिजा रिन्यू नगरिकन सिधै नेपाल पठाइदिएको पनि छ। अन्यलाई समातेर अब अन्य आफ्नो आफ्नो देशमा पठाएको पनि अब रेकर्डहरू दिनदिनै समाचारहरू पनि आउँछ। अब यति कुरा चाहिँ बुझ्नु कि तपाईँको अब अफिसियल वर्कको लागि भिजा भए पनि अब फिजिकल वर्क नै हामीले त गर्ने अब यस्तै रिसाइकल कम्पनीहरूमै होइन। तर पनि अब त्यस्तो भए पनि हाम्रो भिजा चाहिँ रिन्यू मजाले हुन्छ है त। थ्याङ्क यू फर कमेन्ट। र अब हामी चाहिँ अर्को कमेन्टतर्फ जाऊँ। अर्को कमेन्ट चाहिँ शिशिर तिमिल सिन्हाले लेख्नु भएको छ। उहाँ गएर चाहिँ अर्को कम्पनी चेन्ज गर्न मिल्छ कि मिल्दैन र पछि चाहिँ डिपेन्डेन्टमा लान मिल्छ कि मिल्दैन यो भिजामा भनेर पनि क्वेसन गर्नुभएको छ है त। र कम्पनी चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा चाहिँ कम्पनी चेन्ज गर्न मिल्छ, मजाले मिल्छ होइन। सो तपाईँ आउनुहुन्छ कम्पनीमा र कम्पनीमा आइसकेपछि तपाईँलाई चाहिँ अफिसियल्ली नै कम्पनीले चाहिँ सुरुमै अब यो चाहिँ मेरो कर्मचारी हो भनेर अब होइन खाइसाइन भन्छ जापानमा, त्यो खाइसाइन बनाउँदैन। तपाईँलाई चाहिँ तपाईँको काम हेर्छ, के कस्तो छ, यो मान्छे कतिको एक्टिभ छ भनेर चाहिँ हेर्छ। तपाईँलाई ठिकै छ यो मान्छे चाहिँ यतिको भएपछि हुन्छ भनेर उसलाई चित्त बुझ्यो भने चाहिँ कम्पनीले तपाईँलाई खाइसाइन बनाउँछ होइन, कम्पनी कर्मचारी बनाउँछ। अब कसैलाई 1 महिना 15 दिनमा, कसैलाई 3 महिनासम्म पनि त्यत्तिकै काम गराइरहेको हुन्छ।
स्यालेरी चाहिँ अब मजाले दिन्छ। यहाँ चाहिँ स्यालेरी तपाईँले 2 दिन काम गरे पनि 1 दिन काम गरे पनि त्यो चाहिँ टेन्सन चाहिँ हुन्न। यदि तपाईँले 5 दिन काम गर्नुभयो र तपाईँलाई चाहिँ मन पराएन कम्पनीले भने पनि त्यो 5 दिनको स्यालेरी मजाले जति काम गरेको त्यति दिएर तपाईँलाई पठाउँछ। तपाईँको ट्रेनिङ पिरियड हुन्छ सुरुमा, ट्रेनिङ पिरियड हुन्छ। त्यो ट्रेनिङ पिरियडमा तपाईँको चित्त बुझ्यो भने चाहिँ अब ठिक छ यो मान्छे भने तपाईँलाई खाइसाइन बनाउँछ। खाइसाइनमा अब तपाईँलाई अब कन्ट्र्याक्टहरू साइन गराउँछ। अब कतिलाई चाहिँ अब 2 वर्ष 3 वर्ष 1 वर्षको त्यस्तो कन्ट्र्याक्टहरू पनि साइन गराउँछ। कसैलाई चाहिँ म अब यस्तो यति वर्ष बस्छु उति वर्ष बस्छु भनेर कन्ट्र्याक्ट चाहिँ साइन गर्दिनँ भनेर यसरी पनि पाउँदो रहेछ है त। र त्यसपछि तपाईँले कम्पनी खाइसाइन भइसकेपछि तपाईँलाई कम्पनीले त जा निक्लिएर जा भनेर त्यत्तिकै बिना रिजन पनि निकाल्न मिल्दैन। र तपाईँले आफूले चेन्ज गर्न मन छ भने चाहिँ मजाले मिल्छ, कम्पनी चेन्ज गर्न मिल्छ। तपाईँलाई खाइसाइन बनाइसकेपछि पनि मिल्छ। खाइसाइन नबनाउँदै म त यो कम्पनीमा काम गर्दिनँ, अर्को काम पाएको छु योभन्दा राम्रो, सो म चाहिँ अर्को कम्पनीमा जान्छु भनेर तपाईँले कम्पनी मजाले चेन्ज गर्न पाउनुहुन्छ। तपाईँले आएको 1 हप्ता 2 हप्तामै जहिले भने त्यहीले कम्पनी चेन्ज गर्न पाउनुहुन्छ। र यदि तपाईँ खाइसाइन भइसकेपछि वा खाइसाइन नहुँदै कम्पनीले यदि तपाईँलाई निकालेन तर आफै निक्लिन चाहनुहुन्छ, आफै यो कम्पनी छोड्न चाहनुहुन्छ भने चाहिँ तपाईँले पहिले चाहिँ खबर गर्नुपर्ने हुन्छ। र म चाहिँ यो कम्पनीमा बस्दिनँ हैन, अब म एउटा केही रिजन भन्ने हैन, मलाई चाहिँ योभन्दा राम्रो स्यालेरी, योभन्दा सेवा सुविधा, योभन्दा सजिलो काम पाएँ, यस्तो काम पाएँ भनेर अब तपाईँले चाहिँ पहिले नै अलिकति इन्फर्म गर्नुपर्छ। म चाहिँ अब यो कम्पनीमा बस्दिनँ, मान्छे अर्को मान्छे चाहिएको छ भने मेरो सट्टामा अर्को मान्छे खोज भनेर चाहिँ केही इन्फर्म चाहिँ गर्नुपर्छ हैन। सिधै म अब भोलिबाट आउँदिनँ भनेर त्यसरी हुँदैन, किनभने उनीहरूले मान्छेसँग खोज्नु पर्यो नि त। त्यही भएर अब त्यसपछि कुन एजेन्टको मार्फत आएको हो त्यो एजेन्टसित कुरा गरेर तपाईँलाई चाहिँ अब तपाईँले काम गरेको जति दिन जति घन्टा काम गर्नुभएको छ त्यो स्यालेरी दिएर तपाईँलाई बिदाई गर्न सक्छ। र कम्पनी चाहिँ मजाले चेन्ज हुन्छ, यति कुरा चाहिँ ढुक्क हुनु। र अर्को छ डिपेन्डेन्टमा ल्याउने कुरा। डिपेन्डेन्टमा यो भिजामा मजाले ल्याउन मिल्छ। तपाईँ यदि खाइसाइन भइसकेपछि, खाइसाइन नहुँदै चाहिँ ल्याउन मिल्दैन। तपाईँ खाइसाइन भइसकेपछि चाहिँ अब राम्रो कम्पनी छ, अब यता सपोर्टिभ कम्पनी छ भने चाहिँ कम्पनीले नै सबै के गर्न पर्ने गरिदिन्छ हैन। र 3 महिना 4 महिनामै नै तपाईँले डिपेन्डेन्टमा ल्याउँछु भन्नुहुन्छ भने मजाले डिपेन्डेन्टमा ल्याउन चाहिँ मिल्छ है त। यो भिजामा ढुक्क हुनुहोस्, यो कुरा चाहिँ मजाले तपाईँ खाइसाइन भइसकेपछि डिपेन्डेन्टमा ल्याउन मिल्छ। र डिपेन्डेन्टमा ल्याइसकेपछि डिपेन्डेन्टमा आएको मान्छेले चाहिँ जम्मा हप्ताको 28 घन्टा मात्रै काम गर्न पाउँछ, ठ्याक्कै स्टुडेन्ट बराबर नै हो। त्यही हो, अब तपाईँले ह्यान्ड क्यास कामहरू गर्ने यताउता त्यस्तै भयो भने चाहिँ अब त्यस्तो भयो भने चाहिँ अलि बढी कमाउन सकिन्छ। तर अब फेरि सेकिङमा पर्यो भने चाहिँ सिधै नेपाल हो। त्यही हो, डिपेन्डेन्टमा ल्याउन मजाले मिल्छ, कम्पनी पनि मजाले चेन्ज गर्न मिल्यो, डिपेन्डेन्टमा नि ल्याउन मिल्यो। तर जम्मा डिपेन्डेन्टमा आउने मान्छेले स्टुडेन्टको जसरी नै 28 घन्टाभन्दा काम गर्न पाउँदैन 1 हप्तामा है त। ओके, थ्याङ्क यू फर कमेन्ट। र अब अरू पनि थुप्रै कमेन्टहरू छन्, जस्तै अब मैले सबैको चाहिँ रिप्लाई दिन सकिनँ, सबैको पढ्न सकिनँ। अब कतिको चाहिँ के थियो नि, एसएसडब्लूमा आएर पछि चाहिँ ब्याचलर भिजामा चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्नुभएको पनि थियो हैन। अब त्यो चाहिँ मिल्दैन अहिलेलाई, किनभने अब तपाईँ एसएसडब्लू भिजामा आउनुभएको छ अनि पछि चाहिँ अब तपाईँलाई यहाँ ब्याचलर भिजामा त कसरी चेन्ज गर्नु हैन। त्यो चाहिँ अहिले चाहिँ मिल्दैन। त्यो तपाईँ मिल्छ भन्ने सोचले चाहिँ नआउनु, त्यसरी चेन्ज नगरेको नै ठिक हुन्छ। किनभने ब्याचलर भिसामा भन्दा एसएसडब्लू नै ठिक हुन्छ अहिलेको लागि चाहिँ, किनभने तपाईँको भाषा राम्रो हुन्छ सुरुमा हैन, भाषा राम्रो हुन्छ। भाषा किनभने एसएसडब्लूमा आउँदा तपाईँले पुरै मजाले इक्जामहरू दिएर पढेर मजाले आउनुपर्ने हुन्छ, पास नभइकन तपाईँ आउन मिल्दैन। त्यसो भएपछि चाहिँ तपाईँको भाषा राम्रो हुन्छ, भाषा राम्रो भएपछि काम पछि पाइन्छ। अरू काम पनि फेरि तपाईँलाई त्यो काम मन परेन भने काम फेर्न पनि पाइन्छ नि त। त्यही भएर सकेसम्म ब्याचलर भिजामा अब तपाईँ पढ्नुभएको छ भने एसएसडब्लूमै आएर चाहिँ काम गर्दा हुन्छ, पछि चेन्ज गर्न मिल्छ, अरू कामहरू पनि गर्न त मिल्छ। तर सुरुमा चाहिँ तपाईँको चाहिँ अब एसएसडब्लू नै राम्रो हुन्छ, किनभने यहाँ आएर घुलमिल भइन्छ अझै बोल्दै हैन। त्यस्तोमा एसएसडब्लूमा आएपछि चाहिँ धेरै बोलिन्छ, बोल्दा तपाईँको भाषा चाहिँ राम्रो हुन्छ। पछि जति भाषा राम्रो भयो त्यति आफूले राम्रो काम खोज्न सकिन्छ, काम राम्रो पाइन्छ। भाषा राम्रो भयो भने
त्यही भएर चाहिँ अब अहिले सुरुमा ब्याचलर भिजामा चेन्ज गर्छु यताउता भन्ने कुराहरू चाहिँ नसोच्दा नै हुन्छ हैन। अब त्यही त अनि त्यही कुरा नै हो। त्यही भएर भाषा राम्रो मेन भनेको यहाँ भाषा हो र भाषा राम्रो भयो भने तपाईँले जस्तो भने त्यस्तै काम पाउनुहुन्छ। पछि चेन्ज गर्न त मिल्छ तर अब अरू कामहरू गर्न मिल्छ तर यो भिसा चाहिँ चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्ने चाहिँ मैले बुझेको छु जहाँसम्म। तपाईँको अब यो एसएसडब्लुमा आएर ब्याचलर भिसामा चाहिँ चेन्ज गर्न मिल्छ भन्ने चाहिँ मैले सुनेको छैन अहिलेसम्म हैन। त्यही भएर चाहिँ अब अरू काम चाहिँ अब त्यो काम मन परेन भने अरू काम चाहिँ चेन्ज गर्न चाहिँ मिल्छ। त्यही कुरा बुझ्नु अहिलेको लागि चाहिँ अब त्यही नै हो। र अरू कमेन्टहरू थियो अब डिसेम्बरमा अप्लाई गरेको कसैले चाहिँ यो महिनामा अप्लाई गरेको अहिलेसम्म सिओई नै आएको छैन। एक्ज्याक्ट सिओई चाहिँ कति महिनामा आउने हो भनेर सोध्नु भएको थियो। अब यो चाहिँ भन्नै सकिन्न अब कतिको अप्लाई गरेको 20-25 दिनमै पनि आउँछ हैन। कसैको 6 महिना 7 महिनासम्म पनि आएको रेकर्ड छ। त्यसैले चाहिँ अब 6-7 महिनासम्म चाहिँ अब कुर्न पनि सक्न पर्यो। यदि 6-7 महिनासम्म पनि आएन भने चाहिँ अब हल्का अब आस मार्दा पनि हुन्छ भनौँ हैन। अब यदि त कसैको चाहिँ अब त्यस्तै अब इमिग्रेसन अब यहाँको के कस्तो छ भन्ने कुरा कतिको बिजी छ भन्ने कुरामा पनि भर पर्छ। आउँछ यदि तपाईँ लक्की हुनुहुन्छ भने चाहिँ अब 25-26 दिनमा पनि आउँछ। अब त्यस्तै भयो भने अब के हुन्छ कसो हुन्छ हैन 6 महिनासम्म पनि मजाले आउँछ। त्यसपछि सिओई आएपछि चाहिँ लगभग 99% नै हो भिजा आउने। अब त्यस्तो अहिलेसम्म चाहिँ यसमा सिओई आइसकेपछि चाहिँ भिजा रिजेक्ट भएको चाहिँ त्यस्तो चाहिँ अहिलेसम्म थाहा पाइएको छैन। त्यही हो कुराहरू तपाईँको चाहिँ अब भनौँ न 1 महिनादेखि 6 महिनासम्म चाहिँ अब कुर्नै पर्ने हुन्छ। त्यसपछि यहाँ आइसकेपछि अब के सामानहरू ल्याउने के नल्याउने कस्तो चिजहरू ल्याउनुहुन्छ कस्तो चिज ल्याउनुहुन्न भनेर चाहिँ मैले पहिल्यै नै भिडियो बनाइसकेको छु। तपाईँले यो प्रोफाइलमा गएर चाहिँ भिडियो हेर्न सक्नुहुन्छ। खानेकुराहरू के ल्याउने भाँडाकुँडाहरू के ल्याउने हैन कपडाहरू कस्तो ल्याउने भनेर चाहिँ सबै कुराहरू बनाइसकेको छु। र त्यसपछि मेरो फर्स्ट फ्लाइट एक्सपिरियन्स पनि मैले अगाडि नै भिडियो बनाएर राखिसकेको छु। नेपालबाट डाइरेक्ट जापान आउँदा के कस्तो हुन्छ हैन। त्यही हो कुराहरू। अब तपाईलाई भन्दा अन्य कुराहरू अझै पनि जान्न मन छ भने चाहिँ तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। म सकेसम्म मेरो टाइम मिलाएर तपाईहरुको कमेन्टको चाहिँ रिप्लाई दिने कोसिस गर्छु भिडियो बनाएर नै। त्यही हो सपोर्ट गर्दै गर्नु होला। म यस्तै विषयमा जापानको बारेमा र यस्तै विषयहरुमा भिडियोहरु बनाइराख्ने छु। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैलाई नमस्ते अनि धेरै धेरै धन्यवाद भन्दै आजको लागि यति नै। फेरि पनि नयाँ दिन नयाँ भिडियो लिएर आउने छु। प्लिज मेरो च्यानलमा चाहिँ पहिलोचोटि हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई लाइक र एउटा कमेन्ट पनि छोड्नु होला भन्दै आजको लागि चाहिँ यति नै। फेरि पनि नयाँ दिन नयाँ भिडियो लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि बाइ बाइ। थ्यांक यू फर वाचिङ। लभ यु अल।